टायर भनौँ जानुपर्ने एकचोटि फुर्सद नि पाएन यार। ओ भाइ के हो के चाहिने नचाहिने काम गरेर भने यो राजा ल्याएर देश बचाउनु परेन जाउँ आन्दोलनमा के खान जान्ने त्यो राजा आएर मलाई के नै गरिने अरू के नेप्रिया कुरा गरे भाइ राजा आएर तिमीलाई पर्सनली घरमा आएर चाहिँ आऊ भाइ तिमीहरूको लागि आन्दोलन गर्न आऊ आऊ भनेर तान्न आउँछ कसैले राजाकोमा गएर के पाउँछ भने केपी बाकोमा गयो भने 1000 रुपियाँ पैसा पाइन्छ मासु भात टन्न खान पाइन्छ बेलुका सुत्नल पनि चिल बियर 2टा जति दिन्छ त्यहाँ पो जाने हो त त्यहाँ राजाकोमा पनि जान्छ त्यही जस्तो झोले कार्यकर्ताले गरिरहेको चाहिँ यो देश डुबे राम ठुलै हानेछ ठिकै भयो आफू त जानु परेन के भन्नु ल के हो तँलाई ल राजा हो भनेर बोलाउनु भएको राजा त आएन पुलिस आएर साफ भएन यार टाउकोमा टुटुलको हारमा सुम्ला खुट्टामा फोक्ला आएछ यार हातबाट पाएछ यार राजा त आएन यसो अब केपी ओलीको जुलुस भयो भने बोला यार 1000 रुपियाँ र मासु भात खुवाउँछ र बेलुका सुत्नलाई चिल बियर दिन्छ भने बोला है साथी सम्झे मलाई पनि राजा आएन हिजै भनेको थिएँ नि यसलाई राजा हो भनेर गयो लास्टमा राजा त आएन यसो टाउकोमा टुटुलकै बोकेर आएछ यसले त खुसी लाग्यो मलाई चाहिँ